कर्छ कुनै छु तैँले कतिवटा लाग्यो ज्योति यता गर्लफ्रेन्डलाई अचरा पुर्याउन गइरहेछ म साथीलाई हेराउँछु भरे अब अलि पानी आज के गर्ने भन्दाखेरि यता अन्सु हाम्रो चाहिँ वेलकम टु ब्याक छ आजको हाम्रो भ्लगमा र आज के गर्ने भन्दाखेरि हाम्रो पहिलेदेखि चल्दै आएको कुरा हो र आज चाहिँ म भन्न गइरहेको छु। खासमा भन्नुपर्दा हुन त यो थारू कम्युनिटीहरूको हो वास्तविकता होइन। र के हुन्छ भन्दाखेरि पूजा हुन्छ, हाम्रो जुन मेला हुन्छ नि त, मेला हुनुभन्दा पहिला एउटा चाहिँ हाम्रो कल्चर भनौँ न त्यो प्रोसेस हुन्छ र जसमा चाहिँ हामीलाई त्यो दियो लिएर हाम्रो जुन ठाउँमा मेला हुन्छ र त्यही ठाउँ जानुपर्ने हुन्छ र आजको दिनमा हाम्रो त्यो नै हो। र त्यहाँ पुग्नुभन्दा पहिला र हाम्रो जुन बिचमा हुन्छ नि त अब केही मुभमेन्टहरू र म हजुरहरूलाई त्यो हरेक मुभमेन्टहरू यो भिडियो मार्फत क्याप्चर गर्नेछु र हजुरहरूलाई हेराउनेछु के खालको त्यो हाम्रो भाइब हुन्छ र प्रोसेस हो त्यो हुने हो। हुन त त्यो वर्षमा एकचोटि आउने हो, त्यही भएको कारणले मैले चाहिँ यो भिडियो बनाएको। यदि अब डेली भएको भए त्यो मलाई त्यस्तो खासै इन्ट्रेस्ट हुनेवाला थिएन। तर त्यो लिएर जाने अनि तपाईँहरूलाई ठानको भ्यू हेराउने। सो गाइज त्यही हो, मैले अघि पनि भनेकै हो, हाम्रो फाइनल कुरा डेस्टिनेसन भनेपछि दियो लिएर हामीलाई त्यो ठाउँमा पुग्नुपर्ने हुन्छ र त्यहाँ चाहिँ अहिले हामी जाँदैनौँ। त्यहाँ जानुभन्दा पहिला हामी यसो हुन्छ नि त गाउँको एलिभेन्टतिर अलि जानुपर्ने हुन्छ। त्यही भएको कारणले अहिले हामी यहाँ छौँ। अब यहाँदेखि हामी सिधै उता पुग्नुपर्छ। अब जुन ठाउँमा अलि बस्ने शीतल खालको ठाउँ छ र त्यही ठाउँमा जानेछौँ। यसो अहिले यहाँ हेर्दा कुनै ठाउँमा त्यस्तो वातावरण शान्त खालको वातावरण देखिँदैन। त्यही भएको कारणले अलि हामीलाई त्यहाँ बिचतिर जानुपर्ने हुन्छ, जहाँ चाहिँ हामीले अब शान्त ठाउँ भनौँ न, जहाँ शान्त ठाउँ लाग्छ हामीलाई यो शान्त ठाउँ छ भनेर र हामी उतै जानेछौँ। अब शान्त ठाउँ भनेपछि हाम्रो एउटा काम पिस भन्ने पिसफुल्ली वातावरण हुन्छ नि त, त्यो चाहिँ यता कति देखिँदैन। त्यही भएको कारणले हामीलाई बिचतिर जानुपर्ने हुन्छ। अब बिचमा त त्यहाँ मान्छे त्यस्तो खासै हुँदैन, त्यही भएको कारणले त्यहाँ अलिक वातावरण पनि राम्रो हुन्छ र अहिले हामी उता भरे गएर भेट्नुपर्छ। शान्त ठाउँ भन्ने के हो भरे अगाडि गएर हेराउँछु है त। If you wanna know what it's like, I can't stay here forever, stay here forever. Baby, I'm just keeping it real. You hold me down all the weather, down all the weather. You pull me down, 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 down. I try to turn it around, but you pull me down, down, down. सो गाइज हामीले यहाँ जति बस्ने कुरा थियो हामी यहाँ बसिसकेका छौँ। अब हामीलाई यहाँदेखि जानुपर्ने हुन्छ र साथै मैले अघि पनि भनेको के कुरा गर्ने भनेर अहिले उता गएर अब थाहा हुन्छ रेडी छ कि छैन दियो हाम्रो। त्यही दियो रेडी भइसकेपछि हामी नि निस्किनुपर्छ, अझै केटाहरू हुन्छ को जाने भएर। सो हाम्रो यहाँ जति बस्ने कुरा थियो त्यो हाम्रो कम्प्लिट भएछ। अब ट्याक्कसँग हामी यहाँदेखि निस्किनुपर्छ है त। सो फाइनली गाइज हाम्रो चाहिँ कुरा लगभग कम्प्लिट भएछ। अब बाँकी के रह्यो भन्दा अलि अझै 2-4 केटाहरू आउन बाँकी छ, अनि त्यसपछि हामी पनि जाने र अझ अगाडि बढ्नुपर्छ। यहाँ चाहिँ हामी 3 जना जानेछौँ, अझै हाम्रो जाने भनेपछि अझै 1 जना आउन बाँकी छ र ऊ आएपछि हामी बल्ल जाने हो। र हाम्रो भाइ यहाँ टक्कसँग जुन मैले अघि भनेको थिएँ नि दिया र ज्योति के हुन्छ त्यो कुरा लैजाने भन्ने कुरामा हाम्रो भाइ चाहिँ यहाँ दियो र ज्योति ल्याइसकेको छ। अब म पनि अहिले भित्र गएर लाउने छु। अब लाउनुभन्दा पहिला अलि रात पर्छ कि भनेर मैले अलि छिटो भिडियो बनाइदिएको र अझै एकछिनमा उता गएर हेर्छु के हुन्छ भन्ने कुरा भरे अगाडि थाहा हुन्छ। र अहिले चाहिँ यति हो, ट्याक्कसँग मैले लुगा पनि लगाइसकेको छु। अब बाइकमा जाने हो नि त, जाडो यतिकै हुन्छ हावाले अलि, त्यही भएको कारणले अलिक मोटो जस्तो लगाएको छु। हुन त अहिले यहाँ जाडो गर्दैन, अब बाइक कुदाएपछि जाडो यतिकै हुन्छ, त्यही भएको कारणले मलाई यहाँ लाउनु परेको छ। अनि भाइ कहाँ जाने अहिले हामी? थानतिर ट्याक्कसँग हेर न यहाँ आमामा के हो यो, यसको नाम के अरे? दिया ज्योति भन्छ थारू भाषामा के चिर्खा। हाम्रो थारू कल्चरमा भन्नुपर्दा दिस इज कल्ड चिर्खा होइन गाइज, तर हुन त यो ज्योति हो। र यो पहिला चाहिँ यसमा लागेको थियो, अनि मैले भने यो चाहिँ लग्नु पर्दैन भनेर, त्यही भएर मैले उसलाई त्यो दिएको। म पनि लग्ने भनेको यसमै हो। र हाम्रो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो गाउँतिरको भाइ पुरै। अनि साथी कहाँदेखि आएको? जान्छ त एकोरा
हाम्रो साथी पनि अघिको साथी यहाँ आइसकेको छ। मैले अघि हेराएको नि त अलिअलि साइकलमा जाने साथी ऊ नै हो। अनि तिमीलाई चाहिँ जान मिल्दैन होला होइन त, त्यही भएको कारणले योभन्दा पहिलाको सालमा चाहिँ हामीसँगै गएको थियौँ, तर यसपालि चाहिँ अलिक प्रब्लम भएको कारणले होइन, त्यही भएर उसलाई चाहिँ जान मिल्दैन। तर के छैन, त्यो प्रब्लम हल भइसकेपछि अनि जाने होइन त, त्यही हल अब त्यो फ्यामिली कुरा हो, त्यो हुन्छ अनि बल्ल जाने। त्यही हो गाइस, अझै आउने मान्छे बाँकी नै छ। अनि साथी बाई बाई गरिदियो नि त ल त्यो साथी पनि जाने हुन्छ कि भनेर अघि गएको थियो भन्नलाई, तर त्यो साथीले अलिक प्रब्लम भएको कारणले त्यसलाई चाहिँ मिलेन। त्यही भएको कारणले हामी अझै 4-5 जना जति हुन्छ। अब हुन त अझै मान्छेहरू हुन्छ उता को जान्छ जाँदैन, त्यो बेग्लै कुरा हो। तर अहिले चाहिँ हाम्रो यता हाम्रो जुन हुन्छ नि त अब टोल भनेपछि पार्ट अफ आवर भिलेजमा यो हाम्रो ठाउँमा को जान्छ भन्दाखेरि एउटा म त भइ नै हाल्यो र हाम्रो भाइ पनि छ अघिको, र साथै अझै आउँछ एकजना। म त्यो भाइलाई पनि हेराउँछु को आउँछ भन्ने कुरा, र त्यसपछि साथी घरमा जानुपर्ने हुन्छ। साथीको घर त्यही 4-5वटा घर छोराएर उता छन्, अनि त्यसपछि ट्याक्कसँग कुद्दै जाने हो। र मैले भन्न त भनेकै हो कहाँ जाने भनेर, त्यही मेला लाग्नुभन्दा पहिला जानुपर्ने कुरा हुन्छ। त्यही भएको कारणले अब मेला दिन पनि भ्लग आउँछ, तर त्यो मेलाभन्दा पहिला चाहिँ हामीलाई त्यो जानुपर्ने हुन्छ। त्यही भएको कारणले हामीले यहाँ भिडियो बनाइदिएको। साथै वाइल्ड हुन्छ, वाइल्ड बेस अरे भाइ त्यहाँ लुगा पनि लगाइसकेको छ। यतादेखि चाहिँ हेरिन्छ, तपाईँ हेर्न सक्नुहुन्छ ब्याकग्राउन्ड हाम्रो यस्तै हो अझै। अब लगाइ यस्तै हो अब होइन, भरे मेरो त्यो ज्योति भइसकेपछि र त्यो भाइ पनि आउँछ, अनि ट्याक्कसँग म हेराउँछु जाने बेला अलि। यहाँ धेरै म रेकर्ड दिँदैन, अब जे जस्तोमा हुन्छ भरे गाडी गएर ट्याक्कसँग लिने हो। अहिलेको लागि चाहिँ यति है त गाइज। सो गाइज हाम्रो गाउँको मान्छेहरू हेर्न सक्नुहुन्छ, बाख्राले पुरै आइरहेछन् अहिले। बाख्रा हेर्न सक्नुहुन्छ, यहाँ टोटल्ली बाख्रा फार्म रहेछ अगाडि दिदीको। सब्जी लिँदै होइन। सो फाइनली हाम्रो कुरा कम्प्लिट भयो एटलिस्ट होइन, 50% जति एभ्रिथिङ इज ओके। त्यसपछि अनि हाम्रो भाइ चाहिँ अहिले आउन बाँकी रहेछ उता, अनि ट्याक्कसँग हामी यहाँदेखि निस्किनु पर्ने हुन्छ। हुन त हुनै हो, मेरो यहाँ जोनी जोनी जाने गएको छ चिनी हो त्यहाँ भाबी त्यो प्रसादी चाहिएन, प्रसादी अलि दिँदा हुन्छ नि। कतिवटा चाहिन्छ तिम्रो? मम्मीले दियो, त्यो एसबिनको मम्मीले बनाइदियो। यहाँ हेर न, 1 2 छ हामीसँग छँदैछ। पानी उतै हुन्छ त्यहाँ, पानी यतै हुन्छ। पानी सानी भयो त पुगिहाल्छ यसले, धेरै पानी पनि चाहिँदैन हामीलाई, जस्ट उता जाने। सो यु क्यान सी गाइज, मेरो लगभग कम्प्लिट भइसकेको छ। हाम्रो पुरा 1 2 3 4 5 7वटा टोटल ज्योति भनेको 7वटा हो। के भन्छ कस्तो भयो भनेको ठुलो भइहाल्यो। सो मैले यहाँ हेराएको र तपाईँ हेर्न सक्नुहुन्छ टोटल 7वटा ज्योति रहेछ। अनि उता गएर बाल्नु पर्ने कुराले र चाहिँ पानी सानी के हाल्ने कुरा भएर उता गएर म हेराउँछु। अहिलेको लागि यति नै हो। सो अहिले यहाँ हामी किन छौँ भन्दा हाम्रो त्यहाँ एकजना साथी आउन बाँकी छ, त्यही भएको कारणले अलि हामीलाई यहाँ वेट गर्नुपर्ने हुन्छ, अनि ट्याक्कसँग जाने हो गाइस। अहिलेको लागि यति हो। ओइ के भयो तँलाई? आमामा हेर न त्यो जोनीलाई। सो गाइज हाम्रो साथी आइसकेको छ, त्यो जाने साथी उनै हो। मैले अघि भनेको नि त त्यही वेटिङ गरिरहेछौँ भनेर। सो यु क्यान वाच होइन। अगरबत्तीको कमी भयो होइन, के कमी अरे? अगरबत्ती बाप। सो गाइज हाम्रो चाहिँ कुरा लगभग कम्प्लिटेड भएछ। कुरा के कम्प्लिटेड भन्नुपर्दा वेटिङ पनि हामी चाहिँ जसको अघि मैले भनेको एकजना आउन बाँकी छ भनेर, त्यो एकजना मान्छे उनै हो र त्यो आइसकेको छ। अब कतिवटा तैँले कतिवटा लाग्यो ज्योति?
टन्नै लागेको छैन। भरे उता गएर आगो बाल्नु पर्छ अनि ट्याक्कसँग म हेराउने छु के तरिकाले गर्ने भनेर। हुन त यो अब पहिलेदेखि चल्दै आएको कुरा हो। हुन त यो खासमा भन्नुपर्दा आफ्नै गाउँमा हुनुपर्ने, तर हाम्रो गाउँमा त्यस्तो मेला सेला केही हुँदैन गाइस। र हाम्रो मेला हुने भनेको 18 गतेदेखि लिएर 20 गतेको, त्यही 18देखि लिएर 20 गतेको बिचमा चाहिँ पर्ने हो। र आज चाहिँ हामीलाई उता जानुपर्ने हुन्छ 18 गतेले, बाँकी चाहिँ वैशाख 18 गते है। अनि हाम्रो गाउँमा मेला नभएर त्यही भएर हामीलाई अर्को गाउँ जानु परेको छ, जुन चाहिँ भसाबारी भन्ने गरिन्छ। हुन त आफ्नै त्यहाँ छिमेकीको गाउँ हो, हुन त त्यो आफ्नै गाउँमा गर्नुपर्ने, तर हाम्रो गाउँमा त्यो मेला नभएर त्यहाँ जानुपर्ने हुन्छ। अब हुन त 3 दिन त्यो ज्योति बाल्नुपर्ने हुन्छ र त्यो आज चाहिँ उता जाने फर्स्ट डे, अनि सेकेन्ड डे चाहिँ थर्ड डेसम्म चाहिँ त्यो 2 दिन हाम्रै गाउँमा हुन्छ। त्यो पनि कहाँ हुन्छ भन्दाखेरि अब पहिल्यै मान्छेहरू मानेको हुन्छ कि यहाँ चाहिँ गर्ने त्यहाँ चाहिँ गर्ने भनेर, त्यही भएको कारणले आज चाहिँ उता 2 दिन चाहिँ आफ्नै गाउँमा अब कहाँ कहाँ हुन्छ त्यो मिलाएर बुझ्नुहोस् न। अब जहाँसुकै भएन होइन गाइस, यस्तै हो। अब चाहिँ हामीले जानुपर्ने हुन्छ यहाँदेखि। यहाँ धेरै रात बस्यो भने अलि रातिको कारणले उता गएर भिडियो पनि राम्रो हुँदैन, त्यस्तो क्लियर हुँदैन, त्यही भएको कारणले सो हामी जानुपर्ने हुन्छ। भरे उता गएर भेट्नुपर्छ। हुन त त्यहाँ अझै एकजना साथी छ, त्यो साथीलाई पनि हेराउँछन् ट्याक्कसँग उतै जाने गाइस। त्यहाँ जानुको लागि कमसेकम आधा घन्टा लाग्छ हामीलाई, त्यही भएको कारणले। सो गाइस है त ल यहाँ चाहिँ हामी साथी घरमा पुगिसकेका छौँ। अब त्यही साथी रेडी हुन अलि बाँकी छ। हुन त सबै कुरा लगभग भइसकेको छ, त्यही अलि नुहाए धुवाइ गरेर त्यही लुगा लाउन मात्र बाँकी रहेको छ। अहिले चाहिँ त्यो म साथीलाई हेराउँछु को कहाँ जाने भनेर। हुन त हामी सँगै जानेछौँ। ल हाम्रो साथी यहाँ आइसकेको छ। डाक्टर उठा कटेर हमारे टा छुने रोरिम करना कुन दलहार। ल गाइस अब हाम्रो चाहिँ भएछ यहाँ, अब यहाँ जोइनिङ भइसकेको छ। अब निस्किने पालो मात्र रहेको छ। अनि ट्याक्कसँग अनि साथी कहाँ जाने? ए दियो जलाउने क्रममा आज हामी बस्यो को जान पाइन्छ। सो गाइस यहाँ चाहिँ हाम्रो अघिको साथी आफ्नो दियो बालिरहेछ। अनि भरे दियोलाई उता लगेर पूजा हुन्छ नि त, पूजा गर्ने के गर्ने म भरे अगाडि हेराउने छु। र म सकेसम्म अलि भिडियोलाई एक्स भनौँ न 2x देखि 3x मा अलि फास्ट गर्छु, नभए धेरै लङ हुनेछ। र हजुरहरू हेरिदिनु होला विथ फास्ट। सो फाइनली हाम्रो साथीको दियाहरू लगभग बलिसकेको छ। अब बाँकी हुने भनेको मेरो मात्र छ। र म आफ्नो भिडियो पनि अलि फास्टमा हेराउँछु, नभए निकै ठुलो हुनेछ। र हेरिदिनु होला। त्यो अचरा आफू गाउँछु गर्लफ्रेन्डलाई यता अचरा पुर्याउन गइरहेछ। यता यो दोस्त साँझबाद दिइहालेको छ। अब यहाँ हाम्रो पालो यता सुजल भाइ यहाँ तयारीमा छ। यता गौरव उता अलि भिड छ अहिले। अनि यहाँ बाहिर सबैजना रेडी गरिरहेछौँ। यता पार्टनर पनि रेडी गरिरहेछ। पार्टनर पनि रेडी गरिरहेछ। यहाँ यता मेरो यता हेर्न यहाँ के आएको छ। यता वीडियो खोज गए तो नहीं भीड़ भीड़ एक जन पहला ना सुजल भाई के पठान तो अपन का तीनों जन रहते क्या सकर सुजल भाइ के पजारी होते यता अंशु भाइ निस्किसकेको छ। यहाँ साँझ बाती दिएर यहाँ बाहिर आइसकेको छ। अब घर गइरा छ। ल भाइ के बोल्देऊ यहाँ
यता प्रशान्त रोहित डोन यता राजीव साँझबाती दिइरहेको छ जरी शीतल तिच्छेन रेनेकर यता जरी शीतल यता दिइहालेको छ बाहिर निस्किसकेको छ हाम्रो के भन्छ यता हाम्रो 18 गते मेला लाग्छ सबैजना आइदिनु होला आज साँझबाती दिन आएको छौँ हामी यता गर्लफ्रेन्डलाई अचरा पुर्याउन गइरहेछ गर्लफ्रेन्डलाई यता अचरा पुर्याउन गइरहेछ अब सुजल भाइ क्यारमा ढुक्छ सुजल त्यहाँ तपाईँ यो भिडियोमा देख्नुभएको ठाउँमा नै गएर हामीलाई दियो लगेर बाल्नु पर्ने हुन्छ र म भएर एकछिनमा हेर आउँछु ल यता चुरोट खान गइरहेछ यो केटा पुरा दरवाजा छ कि चुरोट खान गइरहेछ भित्रको भाइ बलि हेराइदिनु त त बाहिर वेटिङमा हामी लाइट खाली भयो अब यहाँ पुरा धुवा अहिले युक्यान भएको छैन यताको भाइ नाङ्गो बेसी भित्रमा यता है सो फाइनली हामी पनि भित्र आइसकेका छौँ हाम्रो दिया जलाउनको लागि अब यहाँ हुने भनेको त्यही दिया बाल्ने हुन्छ र टाइम त लाग्छ नि लाग्छ किन भन्दा अब भिडभाड यतिकै हुन्छ मान्छे आउँछ जान्छ र अझै यताको भ्यू भनेपछि यस्तै हो र म यो भिडियोलाई नि अलि फास्ट बनाउँछु ताकि भिडियो अलि सानो होस् नभए ठुलो हुनेछ र हजुरहरू यस्तै हो आइदिनु होला हाम्रो यो मेला अब 18 देखि 20 गतेको बिचमा लाग्नेछ र यता अहिले ज्योति आदि ज्योति त निभिसकेको छ अब हुने भनेको त्यही जति अहिले तपाईँ बलिरहेको देख्दै हुनुहुन्छ त्यो सब अहिलेको मान्छेहरू मात्र बालेको नभए अरू त्यस्तो जुन निभाएको देख्दै हुनुहुन्छ नि त्यो चाहिँ पहिल्यै आएको मान्छेहरूको र यस्तै हो अलि म फास्ट बनाउँछु है त सक्नुहुन्छ दियाहरू तपाईँहरू यहाँ समीर दाई यहाँ चाहिँ गौरव दाई भन्छु प्रयास दाई अलिकति हेर्नु त यहाँ हेर्न सक्नुहुन्छ यसरी गर्नु यहाँ चाहिँ गौरव दाई पानी कसरी हाल्ने भन्दा यसरी हाल्ने यसरी पुरै हाल्नु पर्छ हैन ताकि भगवानलाई अलिक राम्रो आओस् के छैन निभाए थियो तर बाल्न त बालेकै हो सुरुमा होइन अब यहाँदेखि हामीलाई बहुत छर्काउँछ अरे त्यही भयो त यसको कामै छ ल गाइस भयो अब अलिक पानी बाहिरतिर खानु पर्ने त्यसपछि Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands. गर्ने मान्छे हुनै हो हेर्न सक्नुहुन्छ तपाईँहरू सो एट द इन्डिङ पोइन्ट हाम्रो सबै कुरा भइसकेको छ गाइज के कुरा भन्दा पानी हाल्ने यताउति लिएर दिया जति हरेक सब दिया बाल्ने अनि भिडियो लिने क्रममा नि हामी भिडियो लिइसकेका छौँ जति सक्यो होइन अब त्यही अनुसारले लिइसकेका छौँ अब केवल बाँकी रह्यो त हामीलाई घर जानुपर्ने मात्र हो र अहिले हामी घर जानेछौँ र म भ्लगलाई अब यतैतिर इन्डिङ गर्न चाहिँ अब धेरै के बनाउनु रात पनि परिसकेको छ अब अर्को भ्लगमा भेट्नुपर्छ त्यो थाहा छैन तर भेटौँला गाइज